गाइस आज चाहिँ हाम्रो दाइको सामान आयो रे। सामान चाहिँ के आयो भनेर यसो हेर्न पर्यो भनेर आएको। अनबक्सिङ भ्लग बनाउने के भन्दै हुनुहुन्थ्यो, हेर्न पर्यो छिटो तुरुन्त। दाइको रुम चाहिँ यो हो है, हाम्रो रुम चाहिँ यो हो। केटाहरू सबै यसमा बस्छन् है। अनि यहाँ चाहिँ खाना खाने टेबल हो। यो चाहिँ अब दिउँसो खाना खाइन्छ, यहाँ चाहिँ हाम्रो साँझ खाना खाइन्छ। त्यहाँ चाहिँ खाना पकाउने भान्सा छ, किचन। दाइको कोठामा अब हामी आउँदैछौँ। दाइले के हेर्दै हुनुहुन्छ त? ओ नो, के आयो दाइ, के आयो? यहाँ चाहिँ मैले अस्ति अर्डर गरेको थिएँ एउटा है, पोकिङ कि आज मलाई अनबक्सिङ गर्दैछु ल। ओ नो, के हो यो? त्यसमा स्टाइल यार के यो ट्रफी मगाएको साला के अवस्था यो डे ब्याङ्कुट भन्छ के यस्तो यो? ए झिङ्गु के यस्तो यो? खोलिदिनु है, लेखेको यहाँ खोलेर हेरौँ न एकचोटि। अनि ट्रफी मगाएको के आउँछ यो वस्तु? यो के यो? What is this? है यो चाहिँ गर्नु कसरी हो? कहाँ भन्नु यो? के हो यो खास? के हो यो? खास मैले ट्रफी मगाएको थिएँ कि होइन, कपडाको उस गर्ने ट्रफी मगाएको थिएँ। उल्टा हाँस्छ कि यो चाहिँ नि यसो झुन्डाउनु कि हो, झुन्डाउनु होइन यति ह्याङ्गिङ गर्ने कि त्यही राख्ने कि हो। अनि स्मेलहरू आउँछ कि। अच्छा, त्यही हो ल, त्यही हो। ए मतलब यो रुम स्प्रे जस्तो हो? रुम स्प्रे भन्दा पनि कपडा, एक कपडाको लागि। कपडामा हुने हुन्छ, नभए रुममा राख्नु हुन्छ, नभए कपडामा यसरी बेरेर गएर हो। यस्तो नटाटको हिँड्छ यसरी। नभए यहाँ झुन्डाउन गाह्रो हो भने यहाँ हाल्दा नि हो। अनि उसमा राख्ने होला नि त, यो त अलमारीमा, दराजमा। यस्तो लुगाएर यसरी जाँदा नि हो नि। अब पुरा साह्रै गऱ्यो मङ मङ। त्यस्तो त पर्फ्युम लाउने हो नि त। पर्दैन पर्दैन, यो बोकेर हुन्छ कि, यो बोकेर हुन्छ कि यसरी बोकेर खस्यो नि त फेरि माल सामान। यस्तै हो। फेरि फेरि हाल्ने के हो त नि? हाल्ने हिँड्ने बेर्ने यसरी चट्ट लगाएर उसले नदेऊछ न। इस भने यार के हो यार, यो अलिक तालमाल मिलेन यार। यसरी चट्ट लगाएर यसरी हिँड्नु क्या अब झर्ने कि यस्तै अब यसरी हिँड्ने। अब यसो हिँड्ने अलमारीमा राख्ने होला नि त। यहाँ छ त अनि पुरै दुईटा छ पुरै। हेर्छ यार ल हेर्न लगाएर कपडा बाहिर हिँड्दाखेरि यसो चट्ट यहाँ बेरेर हिँड्नु कि यसरी। अब हिँडेको मान्छेहरू प्रायः जस्तो लड्किएर यसरी गरेर अङ्गाला हाल्न। अच्छा यस्तै भयो ल। यता फेरि सेक्सी मान्छे। ओ नो, के हो यो? ओहो, ताजा ताजा लौकाउ त लुकाउ।